रियाद आसपासमा रहेका नेपालीहरूको लागि यो अत्यन्तै महत्त्वपूर्ण सूचना रहेको छ। नमस्कार, म सुन्जित तामाङ। विशेष गरी रियाद आसपासमा रहेका नेपालीहरूको लागि यो अत्यन्तै महत्त्वपूर्ण सूचना रहेको छ। यदि तपाईँ कामको व्यस्तताका बावजुद पनि तपाईँ नेपाली दूतावास जान सकिएको छैन र तपाईँको राहदानीको म्याद सकिएको छ अथवा तपाईँको राहदानी बनेर आइसकेको छ र लिन जानु भ्याएको छैन भने चाहिँ यही आउने अक्टोबर 17 तारिकको दिन साउदी अरबको राजधानी रियादमा रहेको नेपाली दूतावास खुल्ला रहनेछ र खुल्ला समय भने बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ। यो समयमा तपाईँ नेपाली दूतावास रियादमा गएर पासपोर्ट नवीकरण तथा तपाईले पासपोर्ट लिन सक्नुहुनेछ भने यदि तपाईँ रियाद आसपास लगायत अरू बाहिर क्षेत्रमा हुनुहुन्छ र तपाईँको पासपोर्ट चाहिँ रियादमा लिनको लागि क्षेत्र रियाद तोकिनु भएको छ भने उक्त दिन गएर लिन सक्नुहुनेछ। र यो सूचना सँगसँगै तपाईँहरूलाई म यो सूचना अर्को एउटा सूचना जारी गर्न चाहन्छु। विशेष गरी अहिले म नेपालमा छु र यो दसैँ तिहारको लागि छोटो समयको लागि म छुट्टीमा आएको थिएँ। धेरै साथीहरूले कहिले आउँछ भन्दै हुनुहुन्छ र म यही अक्टोबरको लास्टमा 27 देखि 28 तारिकभित्रमा साउदी अरब आइपुग्छु र फेरि पनि तपाईँहरूको सेवा निरन्तर दिनेछु र तपाईँहरू सँगसँगै हुनेछु र त्यतिन्जेलसम्मको लागि छुट्टिन्छु। हस् त बाई। भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच। यदि तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला।